नेपाल र वेस्ट इन्डिज बीचको हिस्टोरिक टी20 सिरिजले क्रिकेट दुनियाँको ध्यान तानेको छ। यो सिरिजलाई युनिटी कपको नामाकरण दिएको छ। वेस्ट इन्डिज जुन टिम 2 पटक टी20 वर्ल्ड कपको विनर रहेको छ भने वर्ल्ड क्रिकेटको एकदमै पावरहाउस टिम हो। अर्को साइडमा नेपाल जुन टिम एक उदाइरहेको टिम हो, जसमा केही सुपरस्टारहरूले वर्ल्ड क्रिकेटमा अलरेडी आफ्नो नाम बनाइसकेका छन्। अबको कुरा यो हो, नेपालले वेस्ट इन्डिजलाई जित्न छ भने यी 4 जना नेपाली प्लेयर्सहरूको पर्फर्मेन्समा सबैको आँखा रहनेछ। सो लेट्स स्टार्ट द भिडियो। प्लेयर्स टु वाच आउट फर नेपाल भर्सेस वेस्ट इन्डिज सिरिज। यो सिरिज शारजामा सेप्टेम्बर 27 देखि सेप्टेम्बर 30 सम्म हुनेछ। टी20 को फर्ममा खेलिने यो सिरिजको लागि दुवै टिमले अलरेडी स्क्वाड एनाउन्स गरिसकेका छन्। अब मेन प्लेयर्स टु वाच आउट फरको कुरा गर्नुपर्दा नम्बर 1 मा आउँछन् दिपेन्द्र सिंह ऐरी। उनी यस टिमको भाइस क्याप्टेन पनि रहेका छन् भने उनले फिनिशरको रोल गर्छन् र अफ स्पिन बलिङ पनि गर्ने गरेका छन्। दिपेन्द्र आफ्नो सिक्स हिटिङ एबिलिटी, क्विक रनिङ र एक्सिलेन्ट फिल्डिङका लागि चिनिन्छन्। रिसेन्टली दिपेन्द्र सिंह ऐरीले टप 10 टी20 सिरिज अस्ट्रेलियामा पाकिस्तान सँगको चेसमा 21 बलमा 41 रन हानेका थिए भने उनको यो नकले नेपाललाई चेसमा बनाइराखेको थियो। शारजाको कन्डिसनको कुरा गर्नुपर्दा शारजा जस्तो फ्ल्याट र सर्टर बाउन्ड्री रहेको ग्राउन्डमा दिपेन्द्र सिंह ऐरीको सिक्स हिटिङ र हाई स्ट्राइक रेट उपयोगी हुनेछ। उनको पार्ट टाइम अफ स्पिनले स्पिन डोमिनेटेड मिडल ओभर्समा सरप्राइज विकेट पनि निकाल्न सक्छन्। नम्बर 2 कुशल मल्ल। उनी एक एक्सप्लोजिभ मिडल अर्डर लेफ्ट ह्यान्डेड ब्याट्सम्यान हुन् भने उनी उनको एक्सप्लोजिभ हिटिङ पावरको लागि चिनिने गर्छन्। कुशल मल्ल नेपालको पावर हिटिङ जायन्ट्स मध्येका एक हुन्। रिसेन्टली टप 10 टी20 सिरिजमा बंगलादेश ए भर्सेस नेपालको म्याचमा कुशलले 59 नट आउटको इनिङ खेलेका थिए। उनी यस 2025 को टप 10 सिरिजमा फर्ममा देखिएका थिए र होप उनको यही फर्म युनिटी कपमा पनि देखियोस्। शारजाको सर्टर बाउन्ड्रिज अनि फ्ल्याट पिचमा कुशल मल्लको लन्च एन्ड क्लियर स्टाइलले नेपाललाई धेरै नै हेल्प गर्न सक्छ। तर स्पिन हेभी मिडल फेजमा फुटवर्क र ब्यालेन्स मेन्टेन गर्नुपर्ने देखिन्छ। नम्बर 3 सन्दीप लामिछाने। नेपालका लिडिङ लेग स्पिनर, स्ट्राइक बलर और स्पिन विजार्ड सन्दीप लामिछाने। ही इज गोना बी द की प्लेयर फर नेपाल इन दिस सिरिज। हिज एक्सिलेन्ट भेरिएसन अनि म्याच एक्सपिरियन्स इज अ हग प्लस पोइन्ट फर नेपाल। त्यही माथि शारजाको स्पिन फ्रेन्डली पिचमा उनले हालै सम्पन्न स्कटल्यान्ड टी20 सिरिज जुन 2025 मा 4 विकेट हल पनि लिएका थिए। उनले त्यो म्याचमा 11 रन दिएर 4 विकेट लिएका थिए। शारजाको मिडल ओभर स्लो र रफ भएको हामीले देख्न सक्छौं। सो सन्दीप लामिछानेको गुगली, टप स्पिन अनि अरु भेरिएसनहरूले वेस्ट इन्डिजलाई प्रेसरमा राख्न सक्छन् भने स्पेशली व्हेन बल इज ग्रिपिङ। नम्बर 4 आदिल अन्सारी। मोहम्मद आदिल अन्सारी लामो समयपछि नेपाल टिममा फर्किएका छन्। आदिल पनि नेपालको लागि की प्लेयर हुन सक्छन्। उनको पावर हिटिङ अनि दैट हेलिकप्टर शटले नेपालको ब्याटिङमा रन जोड्न सक्छन्। साथसाथै उनलाई एज अ बलिङ अप्सन पनि राख्न सकिन्छ। उनको रिसेन्ट आसाम विरुद्धको सिरिजमा उनले एकदमै इम्प्रेसिभ गेम प्ले देखाएका थिए। उनले यो सिरिजमा 42 बलमा 85 रन बनाएका थिए भने उनको स्ट्राइक रेट पनि 200 प्लस को थियो र उनले यो सिरिजमा एउटा 50 पनि हानेका थिए। शारजामा आदिल आलमले उनको यही फर्मलाई कायम राख्नु र नेपाललाई जितमा हेल्प गरून्। यी त थिए टप 4 वटा खेलाडीहरू र यहाँ मेन्सन गरिएका खेलाडीहरू बाहेक नेपालका लागि की प्लेयर्स हुन सक्छन्। लोकेश बम। हामीले उनको डेथ ओभर्समा हिटिङ क्यापेसिटी साथसाथै ओपनिङ ओभर्समा पनि राम्रो ब्याटिङ कन्ट्रोल देखेका छौं। त्यसैगरी सन्दीप जोरा। उनको पावर हिटिङ प्लस एक्सिलेन्ट फिल्डिङ र कन्सिस्टेन्ट पर्फर्मेन्स नेपालका लागि की हुन जान्छ। गुलसन झा पनि हाम्रो लागि की हुनेवाला छन्। उनको पिच हिटिङ हामी सबैले देखिसकेका छौं भने शारजाको सर्ट बाउन्ड्री, फ्ल्याट ट्र्याकमा गुलसन झा जस्तो क्विक हिटरले 12 देखि 18 ओभर्सको बीचमा मोमेन्टम ट्रान्सफर गर्न सक्छन्। अनि वी क्यानट फरगेट शाह आलम। उनले पनि आफूमा भएको क्यापेबिलिटी देखाइसकेका छन्। अनि त्यसैगरी टप अर्डर ब्याट्सम्यानहरू कुशल भुर्तेल, आसिफ शेख अनि रोहित पौडेलहरू पनि नेपालका लागि की प्लेयर हुन जान्छन्। सो यी त थिए नेपालका लागि वेस्ट इन्डिज सिरिजका केही की प्लेयर्सहरू। सो तपाईहरुलाई के लाग्छ, यो नेपालको स्क्वाडले वेस्ट इन्डिजलाई हराउन सक्ला त? र तपाईका लागि यो सिरिजमा की प्लेयर को हुन् त? अबको नेक्स्ट भिडियोमा हामीले डिस्कस गर्ने छौं कि नेपालले वेस्ट इन्डिजलाई कसरी हराउन सक्छ। कमेन्टमा आफ्नो प्रतिक्रिया दिनुहोस् र नेपाल क्रिकेट सम्बन्धी सम्पूर्ण अपडेट र एनालाइसिसको लागि हाम्रो च्यानल द क्रिकेट नट सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।